नमस्कार, मेरो नाम डाक्टर इन्द्रप्रसाद उपाध्याय हो र म चाहिँ नाक कान घाँटी रोग विशेषज्ञ यस नवजीवन अस्पतालमा कार्यरत छु। हाम्रो यहाँ एकजना आमा आउनुभएको थियो थाइरोइड सम्बन्धी समस्याको लिएर र जसले गर्दा उहाँलाई चाहिँ घाँटीमा दुखाइ हुने, पानी खाँदाखेरि सर्किने, नाकबाट आउने पानी आउने भएको थियो र हामीले थप जाँच गर्दाखेरि चाहिँ उहाँको थाइरोइड ग्रन्थीमा मासु पलाएको र त्यसले गर्दाखेरि हामीले दूरबीन लगाएर जाँच गरेर हेर्दाखेरि चाहिँ उहाँको देब्रेपट्टिको स्वर नली नचलेको भेटिएको थियो र थप जाँचमा चाहिँ के पत्ता लागेको थियो भन्दाखेरि चाहिँ त्यो मासुले चाहिँ उहाँको स्वर नलीलाई चाहिँ धकलेको च्यापेर र सास फेर्ने जुन स्वर यन्त्र भन्छौँ हामीले त्यो स्वर यन्त्रलाई पनि थिचेर राखेको थियो र हामीले बिरामीलाई सबै कुराहरू जानकारी दिइसकेपछि उहाँहरूसँग परिवारको सल्लाह लिएर चाहिँ हामीले अपरेसन गर्यौँ। अपरेसन गर्दा चाहिँ हामीले जब थाइरोइड ग्रन्थी निकाल्यौँ, थाइरोइड ग्रन्थी निकालेपछिको तलपट्टिको भागमा चाहिँ मासु पलाएको थियो त्यसले चाहिँ स्वर नलीलाई च्यापेको र स्वर यन्त्रलाई थिचेको, हामीले त्यसलाई रिकरेन्ट ल्यारेन्जियल नर्भ भन्छौँ, त्यसलाई थिचेको थियो। अनि त्यसपछि त्यो थिचेकोलाई हामीले फेरि निकालिसकेपछि हामीले अपरेसन गरिसकेपछि सबै कुराहरू सबै राम्रो भयो र आमाको स्वर यन्त्र जुन आवाज नआउने भएको थियो त्यो पनि वापस आयो र हामीले फेरि अपरेसन पछि दूरबीन लगाएर जाँच गर्दाखेरि त्यो नचलेको स्वर नली फेरि पूर्ण चलेको थियो र त्यसमा हामी एकदमै खुसी थियौँ र बाँकी सबै कुराहरू यो सम्बन्धीको समस्याको जति जे कुराहरू छन् सबै आमाले नै विस्तृत रूपमा जानकारी दिनुहुन्छ। हस्, धन्यवाद। नमस्कार, मेरो नाम सन्तु राणा मगर हो। हाम्रो बसोबास चाहिँ स्याउले खुट्टिया हो। सुरु दिनमा राति त राम्रै खाएर सुतेको नै, बिहान उठ्दाखेरि थुक्निनु गाह्रो भयो, धेरै थुक्निनु गाह्रो भयो। दिनभरि पनि त्यस्तै भइरह्यो। अनि दिनभरि दिउँसो जै दिन बढ्दै गयो उति मेरो स्वर पनि खिच्दै गयो, त्यस्तो हुँदै गयो। त्यसो गर्दा गर्दा पछि स्वर बस्यो, त्यस्तो भएको। अनि खानु पनि पछि त खानेकुरा खाँदा पनि अजिलो लाग्यो, खोकी लाग्ने, अनि पानी खाँदा पनि पानी पनि नाकबाट निस्किने, अड्केको जस्तो हुने, बोल्न लाग्यो भने एकदम घाँटी घारेर हुने, त्यस्तो भएको। यस्तो समस्या भयो। अब कहाँ जाने, कता लाने, घर सल्लाह भयो। अनि त्यो सल्लाह भइसकेपछि अनि अब बुहारीले यहाँ धनगढी आफ्नो दिदी उसको छ्यामाको छोरी हुनुहुन्छ यहाँ। अब हाम्रो पनि बुहारी नै पर्छ होइन, हाम्रो मगर सैनबाट। अनि उहाँले भन्नुभएछ कि नवजीवनमा त्यस्तो गर्ने डाक्टरहरू हुनुहुन्छ र हाम्रो डाक्टर भन्ने कुराहरू त्यस्तो गर्नुभयो र अनि यहीँ आयौँ हामी। यसै गरी पत्ता लाग्यो हामीलाई। अहिले ठिक छ, राम्रो छ, बोली राम्रो आछ। उहाँहरूले मलाई राम्रो उसँग उपचार गर्नुभयो, अपरेसन गरिदिनु भयो। अलि धेरै राम्रो गर्नुभएको छ, हेल्प गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ, राम्रो गर्नुभएको छ। अहिले मलाई सजिलो छ, खानु, थुक्निनु, बोल्नु, त्यस्तो पहिलाको जस्तो अप्ठ्यारो समस्या छैन, राम्रो भएको छ। डाक्टर इन्द्र उपाध्याय उहाँले चाहिँ मेरो अपरेसन गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ, मलाई राम्रो बनाउनु भयो। मेरो चाहिँ नि अब भनौँ भित्रको अङ्गै नचल्ने स्थितिमा थियो, उहाँले त्यो गरेर अहिले राम्रो गराइदिनु भयो। उहाँहरूले राम्रोसँग मेरो चाहिँ यहाँबाट भनौँ नर्सहरू मिसहरूले सबैले डाक्टरहरूले सबैले राम्रो माया गरेर मलाई चाहिँ नि फलो गर्नुभयो, गरिदिनु भयो, उपचार गर्नुभयो, सबै कुरा राम्रो गरिदिनु। आफ्नो परिवारले जस्तै गर्नुभएको छ। सबैमा म खुसी छु, राम्रो छु। उहाँहरूले हामीलाई राम्रो गर्नुभएको छ, कुनैदेखि मलाई गुनासो छैन, राम्रो गर्नुभएको छ। मेरो जस्तै अब पानी खानु नसक्ने, दुख्ने त्यस्तै अवस्था तपाईँहरूमा पनि छ भने कोही मानिसहरूमा तपाईँहरू पनि नवजीवनमा आएर औषधि गर्नुहोला, उपचार गर्नुहोला, राम्रो स्वास्थ्य बनाउनु होला भनेर भन्दछु। धन्यवाद। आमाको सबै कुराहरू तपाईँहरूले सुन्नुभयो नै होला र हाम्रो यहाँ के छ भन्दाखेरि घाँटी सम्बन्धी जुन सानोतिनो मासुहरू पलाएकोलाई पनि अलिकति हेलचेक्राइ गर्ने होइन, सानोतिनो मेडिकलबाट चाहिँ औषधि खाने र ठिक भइहाल्छ भन्ने सोच हुन्छ। तर सबै कुराहरू त्यस्तो हुँदैन। सानो मासुहरूले पनि कहिलेकाहीँ नराम्रो
अवस्था लिएको हुनसक्छ र त्यसलाई चाहिँ विशेष गरी चाहिँ विशेषज्ञ डाक्टर साहबलाई नै समयमै देखाउनु भयो भने समयमै रोग पत्ता लाग्ने हुन्छ र समयमै उपचार पायो भने चाहिँ सबै कुरा समयमै ठिक हुने पनि गर्दछ। जस्तै अघि आमाकै कुरा गर्दाखेरि उहाँहरूको पनि जस्तै स्वर नली नचलेको चाहिँ लगभग 5 देखि 7 दिनभित्रमा नै आइपुग्नु भएको थियो र हामीले पनि समयमै जाँचहरू र समयमै उपचार गर्न पायौँ र त्यसले गर्दाखेरि पनि चाँडै नै निको हुन पायो र यही कुरा चाहिँ यदि आमाले लामो समयसम्म कुर्नु भएको भए नसा पुरै रूपमा मरेर गएको भए फेरि फिर्ता गर्न चाहिँ गाह्रो हुन्थ्यो हैन। हो त्यही भएर सबै कुराहरू चाहिँ एकदम विशेष गरी चाहिँ यो नाक कान घाँटी सम्बन्धीको समस्याहरूलाई चाहिँ विशेषज्ञलाई नै देखाउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। हस्, धन्यवाद।